हेलो एभ्रिवान। र आज चाहिँ म लिएर आएको छु मेरो चिकन रेसिपी, जसको लागि मैले लिएको छु हाफ केजी चिकन, दुईटा ठुलो ठुलो स्लाइस गरेको प्याज, लसुन, र यो लसुनलाई चाहिँ म यो मसलाहरूको साथ निस्तामा कुटेर रेडी गर्नेछु। फ्रेस धनिया, चिकन मसला, 1 चम्मच चिली पाउडर, 1 चम्मच हल्दी पाउडर, मिक्स मसला 1 चम्मच, जीरा पाउडर 1 चम्मच, धनिया पाउडर 1 चम्मच, र सबलाई यस्तो प्रकारले मिक्स गरेर एउटा मसलाको पेस्ट रेडी गर्नुपर्ने हुन्छ। अब सरसो तेलमा स्लाइस गरेको प्याज, दुईटा तेजपत्ता हालेर मजाले यसलाई गोल्डन ब्राउन भउन्जेल तपाईले फ्राई गर्नुपर्ने हुन्छ। र त्यसैमा तपाईले रेडी गर्नुभएको मसलाको पेस्टलाई पनि एड गरिदिनुहोस् र यसलाई मजाले चलाउँदै 4-5 मिनटको लागि भुटिदिनुहोस् कि जबसम्म तपाईको मसला राम्रोसँग फ्राई हुँदैन। र त्यसैमा तपाईले लिनुभएको चिकनलाई एड गरिदिनुहोस्, स्वाद अनुसार नमक हालिदिनुहोस् अनि मजाले यसरी 5-5 मिनटको ग्यापमा चलाउँदै तपाईले पकाउनु पर्ने हुन्छ। र बीचबीचमा तपाईले यसलाई चेक पनि गर्दै गर्नुपर्ने हुन्छ कि तपाईको चिकन राम्रोसँग पाक्यो या पाकेन भनेर। र जब तपाईको चिकन रेडी हुन्छ तब माथिबाट तपाईले यस्तो प्रकारले धनिया हालेर यसलाई पनि राम्रोसँग एकपल्ट मिक्स गरिदिनुहोस् र 1 मिनट जस्तो छोडिदिनुहोस्। अब तपाईको चिकन रेडी। थ्यांक्स फर वाचिङ।